साथीहरु हामी पनि फाइनली आज कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न थालेको मेरो दिदी र म तपाईले भन्नु तपाईले हामी दुई जना दिदी बहिनी अनि हाम्रो चाहिँ ब्याड लक आज के भयो भनेदेखि हाम्रो यो ठाउँमा चाहिँ प्राय सेकेन्ड आइतबार र लास्ट आइतबार बन्द हुने हामीले त्यो याद गरेनौं आज सेकेन्ड आइतबार रहेछ के पुरै पसल बन्द के हामी त्यही भएर जुगाड गरेर ल्याएको छु हेर्दिनु होला है त ल ओके हामी अब स्टार्ट गर्छौं है त 1 2 3 गो स्टार्ट भन्नु ल कुन रेड भयो के हो रेड यो रेड यो चाहिँ रेडै हो है ब्रस पसल चाहिँ पसल सब बन्द भएको कारणले यो यताउता गरेर चाहिँ एउटै सुपरमार्केटमा दुईजनाले यता र उता गरेर त्यसरी किनेछ यसलाई रेड होला यसलाई रेड मान्नु ल दिदीलाई चाहिएको छ के ब्रस चेन्ज गर्नु होला खाली होइन मलाई कफी मन पर्छ थ्यांक यू यो मेरो सामा मेरो है अब ब्लू ब्लू त दिदीलाई थाहा छ अगाडि त ब्लू त टेन यसलाई ब्लू मान्नु हामी त गरिब मान्छे दिदीलाई अस्तिको त्यो के रे भरततालको रमाइलोदेखि चिसो लागेछ त्यही भएर यो किन्दैको तर थाहा पाइसक्नु भयो यसले चाहिँ मलाई सोचेर त्यो किनेको है मैले चाहिँ यसलाई होइन कि मेरो छोरो छ नि छोरो यसको छोरो छ नि त्यो मेरो छोरालाई यो खानाको लागि हो कि यसको नाम मात्र हो यसको ल हाम्रो चाहिँ यो ब्लू है ब्लू ओ महँगो के अब सन्चो हुन्छ म मेरो पास अब भन तिमी ग्रीन अब ग्रीन चाहिँ खतरा छ मेरो चाहिँ होइन ग्रीन यो चाहिँ दिदीलाई बाहिर मेरो हिँड्दाखेरि सजिलो हुन्छ दिदीले मेरो छोरालाई भन्छ जस्तो कोन्चुको लागि सजिलो हुन्छ दिदीको छोरीको लागि काठमाडौँ जान्छ कि यो सामान लिएर अनि सर्लाईको साबुन लैजान्छ हाम्रो चाहिँ यो ग्रीन है त ल थ्याङ्क यू अब भन तिमी ब्ल्याक ल रेडी रेडी मैले चाहिँ खासमा यो ब्ल्याक किनेको थिएँ पछि यो पनि लिन मन लाग्थ्यो कि यो पन्ड्स दिदीको फेभरेट फेस वास पन्ड्स